र आजको भिडियोमा चाहिँ हामी सर्वेक्यामको डिटेलिङ टेम्प्लेट बनाउन सिक्छौँ है त। र त्यसको लागि हेडरहरू हजुरहरूले आफ्नो फिल्ड बुकमा जसरी छ त्यसरी नै बनाउनु होला है त। र हजुरहरूको फिल्ड बुकमा चाहिँ यस्तै केही होला अनि यतापट्टि रिमार्क्स भनेर छ होला। अब त्यसको साटो चाहिँ हजुरहरूले के गर्नुहोस् भने यदि पार्ट चाहिँ हजुरहरूले एड गरिदिनुहोस्। के एड गरिदिनुहोस्? बियरिङ सेम हेडरभित्र डिग्री मिनट सेकेन्ड, कन्जुगेटिभ कोअर्डिनेट सेम हेडरभित्र ल्याटिट्युड र डिपार्चर, इन्डिपेन्डेन्ट कोअर्डिनेट सेम हेडरभित्र नर्थिङ, इस्टिङ र एलिभेसन गरेर यसरी चाहिँ एउटा हेडर टेबल बनाउनु होला है। र अब यति गरिसकेपछि अब हेरौँ है, हाम्रो अब्जेक्टिभ हेरौँ है। हामीसँग इन्स्ट्रुमेन्ट स्टेसन एन्ड हाइट अफ इन्स्ट्रुमेन्ट हामीले फिल्डमै मेजर गर्छौँ। कहाँबाट मेजर गर्यो हामीलाई थाहा छ, साइटेड टु थाहा छ। सिग्नल हाइट हामीलाई फिल्डबाटै आउँछ, एचआर अब्जर्भेसन फिल्डबाटै आउँछ, होरिजोन्टल डिस्टेन्स फिल्डबाटै आउँछ, यो पनि फिल्डबाटै आउँछ। अब हामीले क्यालकुलेसन गर्ने चिज भनेको यति हो। अब हेरौँ है, हाम्रो एउटा प्रब्लम कहाँ हुन्छ भने हामीले सबै कुरा अटोमेट गर्न खोजौँ कि एकचोटि टाइप गरेपछि सबै कुरा आफै होस्, हामी त्यसरी अगाडि बढौँ। हेरौँ है त अब कसरी गर्ने। जस्तो फर इक्जाम्पल हामीलाई प्रब्लम कहाँ छ भने, जस्तो कि फर इक्जाम्पल मैले यहाँ कुनै एउटा स्टेसन लेखेँ, ल मानिलिउँ M1 भनेर स्टेसन लेखेँ। अब यहाँ अर्को फन्ट आयो, सो यस्तोको लागि के गर्ने, कमान्ड A अथवा कन्ट्रोल A, यहाँ गएर टाइम्स न्यू रोमन सेलेक्ट गरिदिनुहोस्, टेक्स्ट टु सेन्टर, अलाइन टु सेन्टर गरेर यसरी गरिदिनुहोस्। ल हेरौँ है, ल यहाँ M1 भनेर आएन। ल मानिलिउँ साइटेड टु M2 छ अनि मैले मेरो उताबाट गेल्स टेबलको क्यालकुलेसनबाट चाहिँ ल मेरो यहाँ बियरिङ फर इक्जाम्पल 160 डिग्री 20 मिनट 30 सेकेन्ड समथिङ अराउन्ड यस्तै आछ। ल हेरौँ है, अब हाम्रो मेन प्रब्लम के छ भने हामीले यहाँबाट अरू बियरिङहरू निकाल्नलाई त अगाडि आएको एचसिआरको हेल्प लिन्छौँ। जस्तो फर इक्जाम्पल यो पार्टमा सपोजलाई यो डिटेल नम्बर 1 छ भने मानिलिउँ यसमा एचसिआर अब्जर्भेसन आयो समथिङ फर इक्जाम्पल 20, 40 र 50 गरेर केही आयो भने हामीले त के गर्छौँ, यो फरवर्ड बियरिङ अफ M1 M2 प्लस एङ्गल टु द राइट प्लस अर माइनस 180 डिग्री और 540 डिग्री गर्छौँ होइन। त्यसै गरी फर इक्जाम्पल मसँग डिटेल 2 को फर इक्जाम्पल कुनै एउटा र्यान्डम कुनै एउटा रिडिङ छ, मानिलिउँ 30, 50 र 40 गरेर यस्तो केही छ भने मलाई यो 2 पोइन्टको बियरिङ निकाल्नलाई त के गर्छु त मैले 160 माथिकै भ्यालु गर्छु है। यो M1 M2 कै बियरिङ प्लस एङ्गल टु द राइट प्लस अर माइनस 180 डिग्री और माइनस 540 डिग्री गर्छु। गर्ने त त्यही हो। भनेपछि के गर्नुपर्ने रहेछ त, हामीले यो माथिको बियरिङ फिक्स गर्नुपर्ने रहेछ। तर अब प्रब्लम कहाँ आयो भने मेरो स्टेसन चेन्ज हुँदाखेरि फर इक्जाम्पल अब मेरो यो स्टेसन M1 बाट नभइकन M2 स्टेसन भयो, मेरो अब साइटेड टु M2 नभइकन ल मानिलिउँ M3 भयो अरे। अब यस्तो छ भने अब के भयो त भने ल मानिलिउँ यहाँको त अब बियरिङ कहाँबाट ल्याउँछु मैले, अगाडि गेल्स टेबलबाट ल्याउँछु। फर इक्जाम्पल मेरो 80, 20, 30 गरेर केही बियरिङ आयो अरे। अब यो गरिसकेपछि यो बियरिङ निकालिरहँदाखेरि यहाँसम्म चाहिँ यो 160, 20, 30 लाई फिक्स गरेर गर्छु। अब त्यो पछि फेरि के गर्नु पर्यो, 80, 20, 30 लाई फिक्स गर्नु पर्यो। प्रब्लम यहाँ आयो कि यसलाई फिक्स गरिसकेपछि र अटो फिल गर्दाखेरि त एउटा सर्टेन पोइन्ट पछि फिक्स भ्यालु चेन्ज हुने त हामीसँग एक्सेलमा त्यस्तो कुनै लजिक अथवा त्यस्तो कुनै फङ्सन छैन। सो हामीसँग एउटा प्रब्लम यो छ। यदि हामीले यो प्रब्लम सल्भ गर्न सक्यौँ भने हाम्रो यो डिटेलिङ टेम्प्लेट आनन्दले सक्छ। ल हेरौँ है त, अब यो गर्नको लागि हल्का अलिकति कुरा लामो छ तर गाह्रो छैन। हेरौँ है त अब कसरी गर्ने। ल हजुरहरूले एउटा ठ्याक्कै यस्तो टेबल बनाउनुहोस् है त। यो स्टेसन, नर्थिङ, इस्टिङ, आरएल, बियरिङ, डिग्री मिनट सेकेन्ड गरेर हाइट अफ इन्स्ट्रुमेन्ट। यो स्टेसन भनेको के हो, हजुरहरूले जुन जुन स्टेसनबाट डिटेल लिनुभयो सबै स्टेसन यहाँ लेख्नुहोस्। त्यो स्टेसनको करस्पोन्डिङ नर्थिङ, इस्टिङ र आरएलहरू पनि लेख्नुहोस्। यो दुईटा गेल्स टेबलबाट आउँछ, यो तपाईँको लुप लेभलिङ र फ्लाइ लेभलिङबाट आउँछ। अब यो बियरिङ भनेको के हो यसो एकदम ख्याल गरौँ है। जस्तो यो बियरिङ कहाँबाट आयो भने हजुरहरूले चाहिँ यो M15 मा बस्दाखेरि जतापट्टि साइट गर्नुभएको छ नि त्यतापट्टिको बियरिङ हो क्या। ल मानिलिउँ मैले यो इक्जाम्पल लिएँ, मैले M1 मा बसेर साइट गरिरहेको छु। अब मैले M1 मा बसेर साइट गरिरहँदाखेरि मैले सुरुमा 0 सेट M2 मा हेरेर पनि गर्न सक्छु, अथवा म के गर्न सक्छु M1 मा बस्दा M17 मा साइट गरेर 0 सेट गर्न सक्छु। यो दुईटै कुरा गर्न सक्छु। तर मेरो गेल्स टेबलमा त के हुन्छ, कन्जिक्युटिभ हुन्छ नि त हाम्रो बियरिङ त। फर इक्जाम्पल M1 देखि M2, M2 देखि M3 हुन्छ। त्यसै गरी यहाँ पनि फर इक्जाम्पल मानिलिउँ गेल्स टेबलमा चाहिँ मेरो बियरिङ M17 र M1 थियो भने एउटा कुरा एकदमै ख्याल गर्नुहोस् है, डिटेलिङ सिटमा गएर हजुरहरूले 0 कहाँ सेट गर्नुभएको छ भन्ने कुरा एकदमै राम्रोसँग ख्याल गर्नुहोस्। जस्तो डिटेलिङ सिटमा मैले M1 देखि M17 साइट गरिरहेको छु भने र मेरो गेल्स टेबलमा चाहिँ M17 M1 को बियरिङ छ फर इक्जाम्पल 120, 12, 13 यस्तै कुनै एउटा बियरिङ छ भने हजुरहरूले चाहिँ के गर्नुपर्छ त भने M1 M17 को बियरिङ यहाँ लेख्नुपर्छ, न कि
M17 M1 को है। यो कुरा एकदम ख्याल गरौँ, कहाँ बसेर साइड गरेर कुन लाइनको लिइरहेछ भन्ने कुरा एकदमै ख्याल गर्नुपर्छ भनौँ। त्यसैले अब M17 M1 छ, यसको बियरिङ 120/12 13 छ भने हजुरहरूले के गर्नु पर्यो त, यसमा 180 जोडेर बल्ल यहाँ बियरिङ लेख्नु पर्यो है। यो बियरिङ त्यसरी लेख्ने हो। सो यो लेख्दाखेरि एकदमै ख्याल गरेर लेख्नु होला। अब यति गरिसकेपछि अब हामी क्यालकुलेसन्सतिर जाउँ है त। अब हेरौँ है, हाम्रो एउटा प्रब्लम के छ, हाम्रो HCR अब्जर्भेसन्समा डिग्री मिनट सेकेन्ड छुट्टा छुट्टै छ, बियरिङमा पनि डिग्री मिनट सेकेन्ड छुट्टा छुट्टै छ। सो छुट्टा छुट्टै भइसकेपछि क्यालकुलेसन गर्न सकिन्न, भए पनि गाह्रो हुन्छ। सो हामी के गर्यौँ, एउटा हेल्पर सेल बनाऊँ। हेल्पर सेलमा के गर्ने त, HCR अब्जर्भेसन्सको डिग्री मिनट सेकेन्डलाई डेसिमलमा कन्भर्ट गर्छौँ, सिमिलरली बियरिङलाई पनि डेसिमलमै कन्भर्ट गर्छौँ। सो एउटा गरिहालौँ, यहाँ हेल्पर सेल बनाइहालौँ। सो यहाँ यता गएर सेम हेडरको लेन्थ हुने गरेर एउटा दुईवटा मर्ज सेल गरेर यतापट्टि लेखिदिनुहोस् HCR र उतापट्टि गरेर लेखिदिनुहोस् होल सर्कल बियरिङ WCB। अब ल HCR को सेलमा जानुहोस्, इज इक्वल्स टु डिग्री पार्ट अफ HCR प्लस मिनट पार्ट अफ HCR डिभाइड बाई 60 प्लस सेकेन्ड पार्ट अफ HCR डिभाइड बाई 3600। त्यसै गरी बियरिङ पनि हजुरहरूले गरिदिन सक्नुहुन्छ। ल तर त्यो गर्नु अघि चाहिँ हामीलाई अलिकति कुरा ख्याल गरौँ है। म अब एउटा यस्तो कुरा गर्न गइरहेछु जुन चाहिँ हजुरहरूले फर नाउ जस्ट कपी इट है। यसलाई चाहिँ अहिले कपी मात्र गरिदिनुहोस्। हजुरलाई के गर्नुहोस् भने जुन यो बियरिङको 3टा कलम छ नि डिग्री मिनट सेकेन्डको, यसरी माथि गएर सबैलाई सेलेक्ट गरिदिनुहोस्, राइट क्लिक गरेर हजुरहरूले इन्सर्ट गरिदिनुहोस्। त्यसै गरी हजुरहरूले चाहिँ इन्डिपेन्डेन्ट कोअर्डिनेट्सलाई पनि त्यही गरिदिनुहोस्। यसरी माथि गएर 3टै कलमलाई सेलेक्ट गरेर राइट क्लिक गर्नुहोस्, इन्सर्ट गरिदिनुहोस्। अब त्यति गरिसकेपछि यदि माथिकोलाई मर्ज एन्ड सेन्टर गरिदिनुहोस्, यहाँ आएर यसलाई पनि मर्ज एन्ड सेन्टर गरिदिनुहोस्। र यसरी नै हजुरले यहाँबाट आएर कन्ट्रोल C कन्ट्रोल V, त्यसै गरी यहाँ आएर कन्ट्रोल C, यहाँ आएर कन्ट्रोल V। यो किन गरेको म एकछिनमा भन्छु, तर यो प्लिज गरिदिनु होला है त। किनभने अटोमेट गर्नु, यो सबै कुरा अटोमेट गर्नको लागि मैले योभन्दा राम्रो तरिकाहरू भेटिनँ है। अब हेरौँ है त, अलिकति अब हामी डाटा एन्ट्री गरौँ, किनभने त्यसले हामीलाई हल्का क्यालकुलेसन गर्नलाई सजिलो गर्छ। सो म अलिकति पहिलो स्टेसनको चाहिँ डाटा एन्ट्री गर्छु है त। मैले चाहिँ मेरो पहिलो स्टेसनको डाटा एन्ट्री गरेँ है। त मेरो यहाँ के छ, इन्स्ट्रुमेन्ट स्टेसन एन्ड हाइट अफ इन्स्ट्रुमेन्टमा एमएट छ, तलपट्टि चाहिँ मैले के राखेको छु त, मेरो हाइट अफ इन्स्ट्रुमेन्ट राखेको छु। ल हेरौँ है, हाम्रो डेटा एन्ट्रीमा के छ भने भर्टिकल डिस्टेन्सको लागि यो प्लस र माइनस छुट्टैमा छ, भर्टिकल डिस्टेन्सको यो जुन म्याग्निट्युड छ यो छुट्टै सेलमा छ। अब क्यालकुलेसन्स गर्न त यो दुईवटा भएपछि गाह्रो हुन्छ। सो के गर्ने भने यो भर्टिकल डिस्टेन्सलाई पनि यतापट्टि हेल्पर सेलमै राखिदिने, जस कारणले चाहिँ हामीलाई क्यालकुलेसन गर्न सजिलो हुन्छ। सो यो WCB वाला सेललाई सेलेक्ट गरिदिनुहोस्, एकचोटि यता ड्र्याग गरिदिनुहोस् अनि यहाँ चाहिँ भर्टिकल डिस्टेन्स भनेर लेखिदिनुहोस्। अनि हाम्रो कन्डिसन के छ त, इक्वल्स टु, यदि हाम्रो यो सेल चाहिँ इक्वल्स टु, अनि हामीलाई यहाँ स्ट्रिङ हो है, यो स्ट्रिङ हो, यो चाहिँ माइनसवाला स्ट्रिङसँग इक्वल छ भने हामीले के गर्नुपर्छ त, जुन यो यतापट्टिको डिस्टेन्सको म्याग्निट्युड छ त्यसलाई इन्टु -1 ले मल्टिप्लाई गरिदिन पर्छ। यदि त्यो होइन भने के गर्नु पर्यो त, कमा गरेर जस्ट जे भ्यालु छ त्यही भ्यालु नै राखिदिन पर्यो, एन्टर। यहाँ गरेपछि यहाँ आउँछ। अब यो गरिसकेपछि यसलाई यसरी अटोफिल गरिदिउँ, तलसम्म जतिसम्म छ यसरी अटोफिल गरिदिएँ। यो पछि त्यसै गरेर भर्टिकल डिस्टेन्सलाई पनि अटोफिल गरिदिनुहोस्। त्यसै गरी अब WCB को त अब हामी एकछिनमा निकालि नै हाल्छौँ है। ल अब हेरौँ है त, अब मैले यो दुईवटा बियरिङ किन गरे हो भन्ने कुरातर्फ बुझौँ है। एउटा बियरिङमा चाहिँ हामी स्टेसनको त्यो जुन ट्राभर्सको लाइनको बियरिङ मात्र लेख्छौँ है, एउटामा चाहिँ हामी ट्राभर्सको लाइनको बियरिङ मात्र लेख्छौँ, अरू कुनै पनि कुरा लेख्दैनौँ। त्यो किन हो भने हामीले एउटा फङ्सन युज गर्छौँ, लुकअप भन्ने फङ्सन युज गर्छौँ, र यो लुकअप भन्ने फङ्सनभित्र पनि एउटा एक्सेलको एउटा सानो ट्रिक छ जसलाई हामी लास्ट नन एम्प्टी भ्यालु ट्रिक भनेर भन्छौँ, त्यो ट्रिक युज गर्छौँ। सो त्यसको लागि चाहिँ हामीलाई यो एउटा बियरिङ चाहिन्छ जुनमा चाहिँ हामी स्टेसनको बियरिङ मात्र राख्छौँ, बाँकी अरू सबै खाली राख्छ। ल मैले भन्न खोजेको हेरौँ है त। जस्तो म के गर्छु भने यसलाई सेलेक्ट गरेर म यहाँ एउटा नयाँ सेल इन्सर्ट गरिदिन्छु र यहाँ चाहिँ म एउटा के लेख्छु भने WCB, यसमा चाहिँ अल पोइन्ट्स भनेर लेखिदिएँ र यतापट्टि चाहिँ अटोफिल गरेर WCB स्टेसन्स भनेर मात्र लेखिदिएँ है त। ल अब हेरौँ है, मैले यहाँ गर्नुपर्ने कुरा के हो भने, ल मैले यसलाई चाहिँ स्टेसनको मात्र बियरिङ लेख्नलाई युज गरेँ है त। जस्तो मलाई के को बियरिङ चाहिएको, M8 देखि M7 को बियरिङ चाहिएको छ हो। अब यो मैले कहाँबाट ल्याउँछु, अगाडिबाट ल्याउने हो होइन, हामीले बियरिङ यहाँ नै लेखिसकेका छौँ। सो हामीले यहाँबाट ल्याउँछौँ, हेरौँ है त। ल अब यो बियरिङलाई यहाँ कसरी ल्याउने त्यो कुरा बुझौँ है त। हाम्रो M8 को छ हो,
8 को बियरिङलाई चाहिँ हामीले यहाँ लेख्नुपर्ने छ कहाँबाट एक्सट्र्याक्ट गरेर यहाँबाट एक्सट्र्याक्ट गरेर। सो अब यो कसरी गर्ने भन्ने कुरा हेरौँ है त। ल यो गर्ने सबभन्दा राम्रो तरिका र सबभन्दा युजफुल वान अफ द मोस्ट युजफुल फङ्सन्स इन एक्सेल जसलाई हामी एक्स लुकअप भनेर भन्छौँ है। के भन्छौँ भने एक्स लुकअप भनेर भन्छौँ। यसले चाहिँ के गर्छ भने एउटा टेबल हेर्छ कि एउटा टेबल हेरेर मानिलिउँ मैले यो M15 को यो एरेमा करेस्पोन्डिङ बियरिङ कति हो भनेर निकालिदिन्छ यसले है। जस्तो फर एक्जाम्पल ल हेरौँ है त, एक्स लुकअप भनेर गरेँ, मैले के खोज्न पर्ने होला, मानिलिउँ मलाई यो M15 को करेस्पोन्डिङ के चाहिएको छ, बियरिङ चाहिएको छ हो, करेस्पोन्डिङ बियरिङ चाहिएको, त्यसको डिग्री पार्ट चाहियो ल फर एक्जाम्पल। मैले के गर्छु, यसले के मानेको लुकअप भ्यालु माग्यो, मैले के को हेर्न खोजिरहेको छु, यो M15 को खोजिरहेको छु। सो म स्ट्रिङ दिन्छु M15 भनेर यसरी दिएँ, यसले लुकअप एरे भन्यो। M15 मैले कहाँ खोज्ने हो, यहाँ खोज्ने हो। सो यहाँ गरेर म के गर्छु, यसलाई फिक्स गरिदिनु पर्छ है, नत्र सर्छ। यसरी गरिदिएँ। त्यो गरिसकेपछि हेरौँ है त, अब मैले के खोज्न पर्ने हो त, डिग्री पार्ट खोज्न पर्यो हो नि त। यसले के माग्यो, रिटर्न एरे। के चाहिँ रिटर्न गर्ने, यहाँबाट खोजेर यो एरेबाट M15 खोज्यो, M15 खोजिसकेपछि के चाहिँ रिटर्न गर्ने त, डिग्री पार्ट रिटर्न गर्ने हो नि त। यतिबाट म खोज्ने हो नि त। सो यसरी म यो गरेँ, सेलेक्ट गरेँ र यसलाई पनि के गरिदिएँ, फिक्स गरिदिएँ। र यति गरेपछि मैले के गर्छु, इन्टर गर्छु। मैले 340 पाउनुपर्छ, जुन चाहिँ एक्ज्याक्टली वाट आई वान्ट। सो एक्स लुकअपले चाहिँ यसरी काम गर्छ। हेरौँ है त, अब यो पार्ट त मलाई सजिलो भयो। मलाई यहाँ के चाहियो, स्टेसनको डिटेल्स चाहियो। ल हेरौँ है त, म के गर्छु त, एक्स लुकअप गर्छु। मैले के गर्छु, इक्वल्स टु गर्छु, एक्स लुकअप गर्छु। एक्स लुकअप गरिसकेपछि मैले के हेर्नुपर्ने छ, यतापट्टि चाहिँ आउने हो नि त स्टेसनको नाम। सो मैले यो हेर्छु। यति गरिसकेपछि अब के माग्यो यसले, लुकअप एरे माग्यो। अब यो भ्यालु कहाँ खोज्छ यसले, यतापट्टिको एरेमा गएर यो एरेमा चाहिँ बल्ल त्यो स्टेसनको नाम खोज्छ। यसलाई मैले के गरिदिन्छु, फिक्स गरिदिन्छु। त्यसपछि के चाहिँ रिटर्न गर्नुपर्ने छ, मलाई डिग्री पार्ट रिटर्न गर्नुपर्ने छ। सो डिग्री पार्टलाई यसरी सेलेक्ट गरिदिन्छु, F4 गरेर फिक्स गरिदिन्छु। ल हेरौँ है त, यसले के माग्यो, इफ नट फाउन्ड भनेर माग्यो होइन। यदि फाउन्ड छैन भने हामीले के दिनुपर्छ त, यहाँ खाली ठाउँ दिनुपर्छ, इन्टर गरिदिउँ। अब यसरी तल ड्र्याग गरिदिने हो नि, यसरी खाली आउँछ, यसरी खाली आउँछ। र तलपट्टि अब जब नयाँ स्टेसन आउँछ, तब यसले के दियो त, एक्ज्याक्टली M2 को कति छ त, 58 छ। हामीलाई M2 को 58 आछ, M2 को 58 आछ। अब त्यसरी नै हजुरहरूले मिनेटको पनि सिमिलरली गर्न सक्नुहुन्छ। मैले यसरी अहिले अटोफिल गरिदिएँ अनि यहाँ जान्छु। मैले सेर्न पर्ने कुरा भनेको यहाँ चेन्ज हुन्छ, यसलाई M8 गरिदिउँ। यो जहाँ छ त्यही नै हुन्छ। यो भ्यालु चाहिँ अब कहाँ जान्छ त, मिनेटमा जान्छ। यसलाई म के गरिदिन्छु, फिक्स गरिदिन्छु। यहाँ आउँछ, यसलाई फेरि एकचोटि यता अटोफिल गरिदिनुहोस्। त्यो गरिसकेपछि अब सेकेन्डको बाटो हामीले फेर्न पर्ने भनेको यतापट्टि यो निलोवाला हो। यहाँ M8 मा गइदिएँ। त्यसै गरी यता जान्छु, यहाँ गएर म यसलाई के गर्छु त, सेकेन्डवाला पार्टलाई सेलेक्ट गरेर त्यसलाई पनि के गरिदिन्छु, फिक्स गरिदिन्छु, इन्टर गरिदिन्छु। यहाँ आएन, यसलाई आएन भनेर चिन्ता नमान्नुहोस्। यसरी अटोफिल गर्दैछु। 166.25.18 हो हामीलाई चाहिएको, 166.25.18 यस मिलेछ। यसरी सबैलाई सेलेक्ट गरिदिनुहोस्, तल ड्र्याग गरिदिनुहोस्। अब यति गरिसकेपछि हेरौँ है त, अब हामीलाई के चाहिएको छ, इन्डिपेन्डेन्ट कोअर्डिनेट्स चाहिएको छ। अब यहाँ पनि हेरौँ है, यहाँ पनि हामी त्यही नै गर्छौँ। इन्डिपेन्डेन्ट कोअर्डिनेट्स दुईटा किन गराएको, हामीले यहाँ स्टेसनको इन्डिपेन्डेन्ट कोअर्डिनेट्स मात्रै लेख्छौँ, तल चाहिँ हामी केही पनि लेख्दैनौँ तपाईँ। अनि अर्कोमा चाहिँ हामीले चाहिँ सबैको लेख्छौँ है। ठ्याक्कै बियरिङमा जे गरेको थियो त्यही नै गर्ने। सो यो गएँ, मैले इक्वल्स टु गरेँ, एक्स लुकअप गर्छु। मेरो लुकअप भ्यालु के हो, M8 हो। मैले कहाँ खोज्छु लुकअप एरे, यहाँ खोज्छु। यसलाई के गर्छु, मैले फिक्स गर्छु। अनि मेरो रिटर्न भ्यालु के हो त, मैले के चाहिँ चाहिएको छ त, मलाई नर्दिङ चाहिएको छ। सो नर्दिङको एरे सेलेक्ट गरिदिन्छु, यसलाई पनि फिक्स गरिदिन्छु। र यदि पाएन भने के लिने, कमा गरेर डबल एपोस्ट्रोफी दिएर क्लोज गरिदिने, इन्टर। यहाँ देखाएन, देखिन्छ, यसरी अटोफिल गरिदिनुहोस् है। अब अटोफिल गरेर हल्का मिलाउनु पर्यो फर्मुला। यहाँ जाने, हाम्रो लुकअप भ्यालु के हो, C9 होइन B9 हो। सो यहाँ इन्टर गरिदिएँ। तर यहाँ अझै एउटा कुरो के बिग्रियो, हाम्रो यहाँ रिटर्न भ्यालु चाहिँ हाम्रो के हुनुपर्छ, स्ट्रिङ हुनुपर्छ। F4 गरिदिएँ, इन्टर गरिदिएँ। त्यसै गरी हामीलाई के चाहिएको छ, अब एलिभेसन पनि चाहियो। एलिभेसनको लागि के गर्ने त, यहाँ जाने, यो निलोवाला सेल बिग्रेछ, यो M8 नै हुन्छ। यता जाने, यो पर्पलवाला एरे बिग्रेछ, यसलाई सेलेक्ट गरेर अरू नयाँ एरे गर्ने, त्यसलाई पनि फिक्स गरिदिने। ल यसरी तल ट्र्याक गरिदिनुहोस्।
मिल्छ। अब यसलाई पनि यसरी सेलेक्ट गरिदिनुहोस्, तलपट्टि ड्र्याग गरिदिनुहोस्। ल हेरौँ है त, मैले यो यस्तो किन गरे भन्ने कुरा अब म एक्सप्लेन गर्छु है त। यो खासमा किन हो भने हामी यो प्रब्लम सल्भ गर्नलाई है हाम्रो जब स्टेसन चेन्ज हुन्छ हामीले म्यानुअल्ली फेरि सबै बियरिङहरू चेन्ज गरेर फेरि सबै फिक्स भ्यालुहरू चेन्ज गरेर त्यो गर्न हल्का टाइम लाग्छ। सो हामी चाहिँ के गरौँ, नयाँ तरिका अपनाउँ होइन। फिक्स भ्यालुलाई पनि एउटा सर्टेन कन्डिसन मिट भइसकेपछि चेन्ज हुनलाई त्यो सायद म्याक्रोले मिल्न सक्छ, तर त्योभन्दा हल्का इजियर वे चाहिँ एउटा लुकअप फङ्सन युज गरेर लास्ट नन एम्प्टी भ्यालु हेर्न सकिन्छ। ल फर इक्जाम्पल हेरौँ है त, एक्सेलमा एउटा ट्रिक छ लास्ट नन एम्प्टी भ्यालु भनेर, जुन चाहिँ लुकअप फङ्सनबाट युज गर्न मिल्छ। अब कसरी मिल्छ हेरौँ है त। जस्तो फर इक्जाम्पल मैले एउटा कुनै एउटा फङ्सन लेखेँ, मैले यो रेन्ज सेलेक्ट गरेँ अनि नट इक्वल्स टु एम्प्टी सेल भनेर एउटा फङ्सन लेखेँ भने र इन्टर गरेँ भने यसले चाहिँ मलाई के दिन्छ त, ट्रु अर फल्स भ्यालु दिन्छ होइन। अब मलाई यहाँबाट के चाहियो भने वाट इज द लास्ट एन्टर्ड नन एम्प्टी भ्यालु। यो केसमा के हो 1.57 हो नि। मलाई चाहिँ के चाहियो भने यो एन्ट्रीमा लास्टमा नन जिरो भएको अथवा नन एम्प्टी भएको सेल कुन हो भनेर निकाल्नु पर्ने छ। हेरौँ है, म यहाँ अब लुकअप फङ्सन युज गर्छु है। यो लुकअप फङ्सनको लास्ट नन एम्प्टी भ्यालु ट्रिक कसरी काम गर्छ हेरौँ है। म यसको यो डिटेल एक्सप्लेनेसनमा जाँदिनँ, म कसरी काम गर्छ मात्र भन्छु है त। सो हजुरहरूले के गर्नुहोस् भने हजुरहरूले यहाँ चेक गर्न सक्नुहुन्छ है त। सो म यो 1.63 को ठ्याक्कै यता आएँ र इक्वल्स टु लुकअप गरेँ। म जस्तो गर्छु त्यसरी नै गर्नुहोस्, जहाँ पनि यसरी नै हो है। सो हजुरले लुकअप भ्यालु माग्यो, लुकअप भ्यालुमा 2 लेख्नुहोस् है, कमा लुकअप भेक्टर माग्यो। यो केसमा चाहिँ हजुरले के गर्नुहोस् भने 1 डिभाइड गर्नुहोस् र यसको करेस्पोन्डिङ एचआईलाई सेलेक्ट गर्नुहोस् र यसलाई फिक्स गरिदिनुहोस् है। यसलाई फिक्स गरिदिनुहोस्। त्यो गरिसकेपछि फेरि कलन दिनुहोस्, यही नै भ्यालु सेलेक्ट गरिदिनुहोस्। त्यो गरिसकेपछि फेरि कमा दिनुहोस्। कमामा चाहिँ के गर्नुहोस् भने यो अगाडिपट्टि यो ब्लू पार्ट जुन छ नि यसैलाई नै कपी गरेर यतापट्टि पेस्ट गरिदिनुहोस्, इन्टर गरिदिनुहोस्। अब हेरौँ है, म यसलाई ड्र्याग डाउन गर्दै जान्छु। यो टेबलको मेरो लास्ट नन एम्प्टी भ्यालु कहाँ, यहाँसम्म आउँदा मेरो लास्ट नन एम्प्टी भ्यालु के छ 1.57 छ। अब तल जान्छु है त। तल जाँदाखेरि पनि मेरो के आइरहेछ 1.57 नै आइरहेछ। किन आइरहेछ भन्दाखेरि योभन्दा तल त के छ, मैले यो एरे हेरिरहेको छु नि त। मैले के हेरिरहेको छु, यो एरेमा हेरिरहँदाखेरि मेरो के भइरहेछ, लास्ट नन एम्प्टी भ्यालु कति छ 1.57 छ। अब मैले यहाँ गएर मानिलिउँ 1.67 हालिदिने हो नि, यसरी यतापट्टि 1.67 चेन्ज हुन्छ। अब हामी यो कुराको चाहिँ फाइदा लिन्छौँ। कसरी लिन्छौँ हेरौँ है त। अब यो कुराको फाइदा कसरी हुन्छ भने म यहाँबाट तल जाँदासम्म पनि यो सबै सेल हेरिरहँदा पनि मेरो लास्ट नन एम्प्टी भ्यालु भनेको के हुन्छ 166, 25, 18 नै हुन्छ। मेरो लास्ट नन एम्प्टी भ्यालु कतिखेर चेन्ज हुन्छ, जब मेरो नयाँ स्टेसन आउँछ तब मात्र चेन्ज हुन्छ। सो यो कुराको चाहिँ यसरी हामीले फाइदा लिन सक्छौँ। ल हेरौँ है त। अब हामीलाई के चाहियो, यो त हामीले के हो स्टेसन्स अन्लीको होइन, स्टेसन्स अन्लीको भनेपछि यहाँ गएर म इक्वल्स टु गर्छु। यदि इफ यो भ्यालु चाहिँ इज नट इक्वल्स टु मेरो खाली छैन भने मैले के गर्छु त, यो प्लस डिग्री पार्ट प्लस मिनट पार्ट डिभाइड बाई 60 प्लस सेकेन्ड पार्ट डिभाइड बाई 3600 गर्छु। तर यदि 0 छ अथवा एम्प्टी छ भने मलाई के छोडिदिनु पर्यो, यसलाई खाली नै छोडिदिनु पर्यो, इन्टर। ठिक छ। यो गरिदिसकेपछि मैले यसलाई के गरिदिन सक्छु, सिम्पली यहाँ डबल क्लिक गरेर अटोफिल गरिदिनु हुन्छ। त्यसै यहाँबाट पनि तल अटोफिल गरिदिउँ, फेरि अटोफिल गरिदिनु। त्यसै गरी यसलाई पनि अटोफिल गरिदिन सकिन्छ, यसरी अटोफिल भयो। अब हेरौँ है, अब यहाँ ख्याल गरौँ है त। अब हामीलाई WCB सबै पोइन्टको चाहियो है। अब हामीलाई सबै पोइन्ट्सको बेरिङ निकाल्नु पर्यो। त्यही स्टेसनको बेरिङमा चाहिँ एङ्गल टु द राइट जोडेर प्लस अर माइनस 180 डिग्री और माइनस 540 डिग्री गरेर। अब कसरी गर्ने हेरौँ है त। हामीसँग स्टेसन्सको बेरिङ आइसक्यो है। हामीले यसलाई कसरी एक्सट्र्याक्ट गर्छौँ त, लुकअप युज गरेर एक्सट्र्याक्ट गर्छौँ। हेरौँ है त, एउटा कन्सेप्ट दिन्छु है त। ल मैले इक्वल्स टु लुकअप गरेँ। ल अघिकै प्याटर्न युज गरेँ, 2,1 गरेँ। अब मलाई WCB स्टेसन्सको मात्रै हेर्नुपर्ने छ है। सो मैले 2,1 डिभाइड WCB स्टेसन्स गरेँ, यसलाई फिक्स गरिदिएँ, फेरि कलन गरिदिएँ, त्यो पछि फेरि WCB स्टेसन्स नै सेलेक्ट गरिदिएँ। त्यो गरेपछि यतिलाई कपी गरिदिएँ, कमा गरेर पेस्ट गरिदिएँ,
इन्टर गरिदिएँ। हेरौँ है, अब यसले चाहिँ के गर्नुपर्छ त, यसले चाहिँ मलाई के दिनुपर्छ त भने अर्को बियरिङ नआइन्जेलसम्म यसले मलाई के नै दिनुपर्छ, मेरो लास्ट नन एम्प्टी भ्यालु दिनुपर्छ। मेरो लास्ट नन एम्प्टी भ्यालु भनेको के हो, 166 हो। हेरौँ है त, यहाँसम्म गयो, यसले के दिइरहेछ मलाई 166 नै दिइरहेछ। सो हामीले यसको यसरी फाइदा उठाउन सक्छौँ। तर अब यहाँबाट तल आयो, जब मेरो 58 आयो, यहाँ आएपछि के भयो, मेरो 58 भइदियो। अनि यो गरिसकेपछि तल जाउँ त, 58 नै दियो। हामीलाई यही नै चाहिएको। ल यो फर्मुला एकदम ख्याल गरेर राख्नु है। यो फर्मुलाले हामीलाई के दिइरह, त्यो ट्राभर्स लाइनको बियरिङ दिइरहेछ जबसम्म हाम्रो स्टेसन चेन्ज भएको छैन, जुन चाहिँ हामीलाई एक्ज्याक्टली त्यही नै चाहियो। सो म के गर्छु, यसलाई अहिले कपी गरिदिएँ। ल हेरौँ है त, कपी किन गरेको। अब मलाई सबै पोइन्ट्सको हो के चाहियो, होल सर्कल बियरिङ चाहियो। र अब हेरौँ है, यो केसमा त अब हामीले केही गर्नु पर्दैन। यो केसमा त जस्ट हामीले यो पार्ट प्लस मिनेट पार्ट बाई 60 प्लस सेकेन्ड पार्ट बाई 3600 गर्ने हो। अब सेकेन्डकोबाट हो हाम्रो चाहिँ रियल क्यालकुलेसन सुरु हुने। हेरौँ है त, र मैले के गरेँ, इज इक्वल्स टु यदि मेरो यो सेल चाहिँ नट इक्वल्स टु एन एम्प्टी सेल छ भने त्यो केसमा चाहिँ यही नै भ्यालु लेख। यो किन गरेको अझै पछि थाहा हुन्छ, तलपट्टिको स्टेसनमा एक्सेल कन्फ्युज नहोस् भनेर। यदि होइन भने चाहिँ बल्ल बियरिङवाला फर्मुला ला। यदि अब मलाई के गर्नु पर्यो, फरवर्ड बियरिङ अफ प्रिभियस लाइन प्लस एङ्गल टु द राइट प्लस अर माइनस 180 डिग्री अर माइनस 540 डिग्री गर्नु पर्यो। अब मलाई के चाहिएको छ, यो सबै डिटेलको लागि त यो ट्राभर्स लाइनको बियरिङ त फिक्स हुन्छ, यही नै युज गरिरहनु पर्नेछ। सो त्यो केले दिन्छ, मैले भर्खरै जुन कपी गरेँ त्यहीवाला दिन्छ। सो कन्ट्रोल भी गरेर पेस्ट गरिदिनुहोस्। अब यहाँ एकदम प्यारेन्थेसिस एकदम ख्याल गर्नुपर्छ है। सो म अहिले यो बाहिर भएको यो सेतो ब्र्याकेटलाई म अहिले क्लोज गरिदिइहाल्छु तुरन्त। यो क्लोज भयो हाम्रो। यदि यो बियरिङ चाहिँ प्लस एङ्गल टु द राइट यति भ्यालु है। अब यसलाई पनि यसरी ब्र्याकेट क्लोज गरिदिएँ फेरि, र यति पार्टलाई सेलेक्ट गरेँ। ल यति गरिसकेपछि चाहिँ यदि यो पार्ट चाहिँ ग्रेटर देन 540 छ भने कमा दिनुहोस्, भ्यालु इफ ट्रु भनेको छ। यही पार्टमा चाहिँ के गरिदिनु पर्यो, कन्ट्रोल भी गरेर माइनस 540 गरिदिनु पर्यो। यदि यो होइन भने फेरि अर्को इफ स्टेटमेन्ट खोल्नुहोस् र यसको ब्र्याकेट तुरुन्त क्लोज गरिदिइहाल्नुहोस् र भित्रपट्टि गएर फेरि पेस्ट गरिदिनुहोस्। यदि यो भ्यालु चाहिँ यदि मेरो स्मलर देन 180 छ भने कमा दिनु पर्यो। यही भ्यालुमा के गर्नु पर्यो त, मैले 180 जोडिदिनु पर्यो। होइन भने के गर्नु पर्यो त, मैले यसमा 180 घटाइदिनु पर्यो। ल मलाई के चाहियो त, 4.51 आयो। क्यालकुलेटरले पनि चेक गर्न सक्नुहुन्छ, एक्ज्याक्टली यति नै आउँछ। यसरी मैले अटोफिल गरिदियो भने मेरो सबै बियरिङ आउँछ, सबै तलसम्मको आउँछ। र यहाँ पनि हेरौँ भने 58 नै आएछ। ल हेरौँ है त, यहाँ किन चाहियो भने मैले यदि यो वाला कन्डिसन नराखिदिएको भए, ल हेरौँ है, मलाई यो कन्डिसन किन चाहिएको थियो भने यदि मैले यो कन्डिसन नराखिदिएको भए यसले अझै यहाँ तल क्यालकुलेसन गर्थ्यो कि हामीले त्यो चाहिएन नि त। अब स्टेसन चेन्ज गरिसकेपछि त नयाँ क्यालकुलेसन गर्नुपर्ने हो। सो त्यही भएर हामीले चाहिँ यो सुरुको कन्डिसन राख्यो। अनि यहाँ तल गयो भने चाहिँ हामीले क्यालकुलेटरबाट चेक गर्न सक्छौँ, यो एङ्गल प्लस अर माइनस 180 गर्दा हाम्रो 340 नै आउँछ। अनि चेक पनि गर्न सक्छौँ। सो हाम्रो चाहिँ यसरी बियरिङ आउँछ। ल अब बियरिङ आइसकेपछि अब हामीले के गर्न सक्छौँ त, ल्याटिट्युड र डिपार्चर इजिली निकाल्न सक्छौँ। सो ल्याटिट्युड भनेको के हो, इक्वल्स टु होरिजेन्टल डिस्टेन्स टाइम्स कस रेडियन गर्नुपर्छ टाइम्स होल सर्कल बियरिङ गर्ने, इन्टर गरिदिने, यहाँ एउटा प्यारेन्थेसिस छुट्यो। त्यो पछि डिपार्चरको लागि इक्वल्स टु गर्ने, होरिजेन्टल डिस्टेन्स सेलेक्ट गर्ने टाइम्स साइन रेडियन अफ होल सर्कल बियरिङ गर्यो, इन्टर गर्यो। यो गरिसकेपछि तपाईँहरूले यसरी तल सेलेक्ट गरिदिन सक्नुहुन्छ, हाम्रो आउँछ। ल अब यो जब नयाँ स्टेसन सुरु हुन्छ त्यसको ल्याटिट्युड लन्जिट्युड लेखिरहनु पर्दैन। त्यसको लागि चाहिँ के गर्न सकिन्छ भने यहाँ एउटा कन्डिसन राख्दिउँ न। र यसको लागि चाहिँ हजुरहरूले के गर्न सक्नुहुन्छ भने यो होरिजेन्टल डिस्टेन्समा चाहिँ M8 M7 को होरिजेन्टल डिस्टेन्स नराखे पनि खासै फरक पर्दैन। सो त्यहाँ ल्याटिट्युड लन्जिट्युड नदेखाउनको लागि चाहिँ के गर्ने भने यदि यो सेल चाहिँ इज इक्वल्स टु एन एम्प्टी सेल छ भने त्यो केसमा चाहिँ खाली छोडिदिने, होइन भने यो क्यालकुलेसन्स गर्ने। यो गरिदियो भने
तलपट्टि आउँदैन यतापट्टि पनि त्यही कन्डिसन हाल्दिनु पर्यो म यति पार्टलाई कपी गर्छु अनि यहाँ गएर अगाडि आएर पेस्ट गरिदिन्छु अनि यता एउटा प्यारेन्थेसिस क्लोज गरिदिन्छु इन्टर गरिदिन्छु तलपट्टि गएर यसरी डबल क्लिक गरेर अटो फिल गरिदिने हो भने यहाँ चाहिँ ल्याटिट्युड डिपार्चर आउँदैन जुन चाहिँ हामीलाई चाहिएको सो यहाँसम्म एकदम ठिक छ अब हामीले के गर्नुपर्ने छ त यो बियरिङलाई यहाँ ट्रान्सफर गर्नुपर्ने छ अब यो त हजुरहरू आफैले गर्न पनि सक्नुहुन्छ यो डेसिमल पार्टको बियरिङलाई के गर्नुपर्ने छ यो डिग्री मिनट सेकेन्डमा ट्रान्सफर गर्नुपर्ने छ जुन चाहिँ हजुरहरूले गर्न सक्नुहुन्छ मैले अगाडिको भिडियोमा नि भनिसकेको छु अब सिमिलर प्रोसेसमा हामी के गर्छौँ त नर्दिङ र इस्टिङ निकाल्छौँ किनभने नर्दिङ चाहिँ हामीले के गर्नुपर्छ यो ख्याल गरौँ है यो सुरुको रोमा मात्र हामी के गर्छौँ यो स्टेसनको कोअर्डिनेट लेख्छौँ बाँकीमा चाहिँ हामी के गर्छौँ डिटेलको कोअर्डिनेट लेख्छौँ है ख्याल गरौँ है जुन यो कोअर्डिनेट छ यो हाम्रो M8 को कोअर्डिनेट हो हामीले लुकअप गरेर 8 कोबाट ल्याएको 7 को कोअर्डिनेट यहाँ हुनु हुँदैन र हामीले 8 को कोअर्डिनेटमै ल्याटिट्युड र डिपार्चर जोडेर बाँकी डिटेल्सको कोअर्डिनेट निकाल्ने हो यो कुरा एकदम ख्याल गर्नु होला है यति गरिसकेपछि अब हेरौँ है कसरी गर्ने सिमिलर प्रोसेस हो अब गर्न सकिहालिन्छ इक्वल्स टु गर्नुहोस् यसमा चाहिँ नर्मल जे छ सेमै हुन्छ यस्तो गरेर अटो फिल गरिदिनुहोस् ल अबबाट चाहिँ चेन्ज हुन्छ है इक्वल्स टु इफ मेरो यदि यो सेल चाहिँ इज नट इक्वल्स टु एन एम्प्टी सेल छ भने म यही नै सेलको भ्यालु लिइदिन्छु यदि होइन भने चाहिँ मैले के गर्नुपर्छ त जुन यो नर्दिङ छ यो नर्दिङले नै लिएर एउटा स्टेसन नसकिन्जेलसम्म यही नर्दिङलाई नै लिएर मैले के गर्नुपर्छ त ल्याटिट्युडहरू जोड्दै जानुपर्छ यही नर्दिङलाई लिएर के गर्ने लुकअपको फाइदा लिने लुकअप गर्यो 2,1 गर्यो डिभाइड बाई मैले यो एरेमा हेर्नुपर्ने छ म यसलाई सेलेक्ट गर्छु F4 थिच्दिन्छु फेरि कलन दिन्छु यही सेल सेलेक्ट गरिदिन्छु त्यो गरिसकेपछि यतिलाई म के गरिदिन्छु कपी गरिदिन्छु त्यो गरिसकेपछि फेरि कमान्ड भी और कन्ट्रोल भी गरेर फेरि पेस्ट गरिदिने अनि त्यसपछि ब्र्याकेट क्लोज गरिदिने अनि त्यसपछि फेरि अझ एउटा ब्र्याकेट क्लोज गरिदियो यसमा चाहिँ के जोड्न पर्यो त मैले यो ल्याटिट्युड जोडिदिन पर्यो एन्टर यो गरिदिसकेपछि मेरो के आयो कोअर्डिनेट पनि आयो यसरी जान्छु डबल क्लिक हानिदिन्छु सबै आउँछ हेरौँ त यी स्टेसन चेन्ज हुँदा ठ्याक्क 181 आछ 181 आछ जुन चाहिँ एक्ज्याक्टली हामीलाई चाहियो यसरी हामीले के पायौँ हामीले नर्दिङहरू पनि पायौँ इस्टिङहरूलाई पनि सिमिलर प्रोसेस गर्न सकिन्छ मैले अहिलेलाई चाहिँ यसरी अटो फिल गरिदिएँ यहाँ गएर मिलाउने कुराहरू मिलाइहालिन्छ अब यो निलो मिलेकै छ लुकअप भ्यालु चाहिँ बिग्रेको रहेछ लुकअप भ्यालु मिलाउँ लुकअप भ्यालु मैले हेर्नुपर्ने कहाँ हो मैले यहाँबाट हेर्नुपर्ने हो सो यसलाई सेलेक्ट गर्छु फिक्स गरिदिन्छु त्यसपछि कलन दिन्छु फेरि यही माथिकै सेललाई सेलेक्ट गरिदिन्छु त्यो गरिसकेपछि यतिलाई कपी गरिदिन्छु अनि त्यसपछि कमा पछि आएर फेरि के गरिदिन्छु पेस्ट गरिदिन्छु अनि त्यसपछि यो पर्पल कलर भनेको R10 डिपार्चर ठिक छ अनि त्यसपछि के गरिदिन्छु एउटा क्लोज गर्नुपर्छ अनि एन्टर गरिदिन्छु त्यो गरिसकेपछि हाम्रो के भयो इस्टिङ पनि मिलेर आयो यति गरिसकेपछि त्यसलाई डबल क्लिक गरेर त्यसरी हामीले इस्टिङ पनि पाउन सक्छौँ यति गरिसकेपछि अब हामीले अझै अर्को एउटा कुरो के ख्याल गर्नुपर्छ भने हामीले नर्दिङ इस्टिङ एलिभेसनलाई गरे जस्तै यो स्टेसनको नर्दिङ इस्टिङ एलिभेसनलाई गरे जस्तै हामीले हाइट अफ इन्स्ट्रुमेन्टलाई पनि त्यही गर्नुपर्छ किनभने हाम्रो हाइट अफ इन्स्ट्रुमेन्ट पनि स्टेसन चेन्ज नभइन्जेलसम्म के रहिरहन्छ एउटै रहिरहन्छ नि त सो म यतापट्टि आएर भर्टिकल डिस्टेन्समा चाहिँ यहाँ एउटा कुरो के एड गरिदिन्छु भने हाइट अफ इन्स्ट्रुमेन्ट भनेर पनि एड गरिदिन्छु र यसलाई पनि कसरी गर्छु भने यो जस्ट यो एलिभेसन जस्तो गरेको छ त्यसरी नै गरिदिन्छु म यहाँ जान्छु यो फर्मुला कपी गरिदिन्छु एलिभेसनकोबाट यहाँ आएर म के गरिदिन्छु पेस्ट गरिदिन्छु अब चेन्ज गर्नुपर्ने कुरा के हो हेरौँ है मैले हेर्नुपर्ने के हो यो M8 को चाहिँ कति छ हाइट अफ इन्स्ट्रुमेन्ट M8 भन्ने स्टेसनमा भनेर हेर्नुपर्ने छ सो मेरो लुकअप भ्यालु भनेको यही हो ठिक छ मैले लुकअप एरे भनेको पनि यो M8 कहाँ खोज्ने यहाँ खोज्ने खोजेर मलाई के रिटर्न गर्नुपर्ने छ HI रिटर्न गर्नुपर्ने छ सो यो पर्पल कलरलाई चेन्ज गरेर मैले HI वाला एरे सिलेक्ट गरिदिन्छु F4 एन्टर यति गरिसकेपछि मेरो के आयो त हाइट अफ इन्स्ट्रुमेन्ट पनि आयो यसरी नै तलपट्टि ड्र्याग गरिदिनु होला ओके मेरो यहाँ भर्टिकल डिस्टेन्स यो यहाँ हुनु हुँदैन मेरो हल्का हल्का बिग्रिएछ मेरो यहाँ तल हुनु पर्थ्यो म के गर्छु भने यसलाई कपी गरिदिन्छु इनफ्याक्ट म कटै गरिदिन्छु कन्ट्रोल X गरिदिनुहोस् यहाँ आएर चाहिँ यसलाई के गरिदिनुहोस्
पेस्ट गरिदिनुहोस् इन्टर। त्यो गरिसकेपछि फेरि अटोफिल गरिदिनुहोस्। यो गरिदिइसकेपछि हजुरहरूको मिल्छ है। यसरी जानुहोस्, त्यो गरिसकेपछि यसरी अटोफिल गरिदिनुहोस्। अब यति सकिसकेपछि अब हामीले के गर्न सक्छ, आरएल पनि सिमिलर वेमै निकाल्न सक्छौँ। अब हेरौँ है, यो आरएल त जस्तो छ त्यस्तै हुन्छ, यो केही भएन। यसको तल आउनुहोस्। अब हाम्रो आरएल क्यालकुलेसनको फर्मुला के हो, इक्वल्स टु स्टेसनको आरएल। स्टेसनको आरएल हो नि त। यो स्टेसनको आरएल के हो, फिक्स रहिरहन्छ जबसम्म चेन्ज हुँदैन। सो भन्नुको मतलब के गर्नु पऱ्यो, यहाँ पनि मैले यो एलिभेसनवाला पार्टलाई लुकअप युज गर्नु पऱ्यो। सो मैले के गर्छु त, यहाँ लुकअप युज गर्छु, सिमिलर वे 2,1 गर्छु, डिभाइड गर्छु, सेलेक्ट गर्नुपर्ने यो हो, यसलाई फिक्स गरिदिन्छु। त्यसपछि फेरि यही नै सेलेक्ट गर्छु, यति पार्ट कपी गरिदिन्छु। त्यो गरिसकेपछि फेरि के गरिदिन्छु, पेस्ट गरिदिन्छु। सो यो मेरो के हो, फिक्स्ड स्टेसन आरएल अन्टिल न्यू स्टेसन अराइभ्स होइन। यसमा चाहिँ मैले के गर्नुपर्छ, भर्टिकल डिस्टेन्स जोडिदिन पर्छ, प्लस माइनस यसैले मिलाइदिन्छ। सो म के गर्छु, जस्ट यही सेलेक्ट गरिदिए पुग्यो। प्लस के गर्नुपर्छ, हाइट अफ इन्स्ट्रुमेन्ट नै युज गर्नुपर्छ। हाइट अफ इन्स्ट्रुमेन्ट अर्को स्टेसन नआइन्जेलसम्म फिक्स हुन्छ। सो यसमा पनि कि यो कलममा पनि मैले के युज गर्नु पऱ्यो त, लुकअप युज गर्नु पऱ्यो। सो प्लस लुकअप गर्छु, 2,1 डिभाइड बाई, यसलाई सेलेक्ट गर्ने, F4 फिक्स गर्ने, फेरि कलन, अनि त्यो पछि यसरी यही सेललाई नै सेलेक्ट गर्ने, अनि त्यो पछि के गर्ने, यतिलाई कपी गरिदिने, कमा उता आएर पेस्ट गरिदिने। त्यो गरिसकेपछि अब अझै यसमा के घटाउनु पर्छ, टार्गेट हाइट घटाउनु पर्छ, माइनस गरेँ अनि 1.28 गरिदिएँ। त्यो गरिसकेपछि हेरौँ है त, अब यति त गरियो। तर अब हाम्रो के छ, नेक्स्ट टाइम तलपट्टि स्टेसनमा जाँदाखेरि यो भ्यालु यहाँ आउनुपर्छ हो। सो हामीले त्यही अघि यहाँ नर्दिङ स्ट्रिङमा गरे जस्तै वाला कन्डिसन यो अगाडि राख्थ्यौँ। यदि मेरो यो सेल चाहिँ इज नट एन एम्प्टी सेल, त्यो बेला चाहिँ यही भ्यालु नै राख्ने हो, होइन भने बल्ल कमा दिनुहोस्, लुकअप गर्ने। यो गरेर के गरेँ, इन्टर गरेँ। यो गरेर अब मैले यहाँबाट यसरी अटोफिल गरिदिएँ भने मेरो यहाँ यो आएकै भ्यालु आएको छ र यसले दिएकै भ्यालु आएको छ। अब चाहिँ हजुरले चेक पनि गर्न सक्नुहुन्छ है त। ल अब हाम्रो यति नै हो है। अब हजुरहरूले केही गर्नु पर्दैन, हाम्रो डिटेलिङ टेम्प्लेट यति गरेपछि सक्यो। हजुरले के गर्नुहोस्, यो पार्ट हामीलाई प्रिन्टिङमा देखाउनु छैन, यति 3टा सेललाई सेलेक्ट गरिदिनुहोस्, राइट क्लिक, हाइड। त्यसपछि हामीले यो पनि देखाउनु छैन, यति सेललाई सेलेक्ट गरिदिनुहोस्, राइट क्लिक, हाइड। त्यो गरिसकेपछि अब बियरिङको पार्टलाई चाहिँ हजुरहरूले मैले पुरानो भिडियोमा पनि भनिसकेको छु, यही डेसिमल पार्टलाई के गर्ने हो, यहाँ डिग्री मिनट सेकेन्डमा कन्भर्ट गर्ने हो। त्यो हजुरहरूले गर्न सकिहाल्नुहुन्छ। यति गरिसकेपछि हाम्रो डिटेलिङ टेम्प्लेट पनि कम्प्लिट हुन्छ।